जय मूलवासी सम्पूर्णमा म नेसनल रिपब्लिक नेपालको प्रेसिडेन्ट मैले अब संशोधन हुन गइरहेको संविधानको विषयमा म थोरै कुरा राख्न चाहन्छु। खास गरी अबको यो अन्तरिम सरकारले तय गरेको चुनाव पश्चात, आम निर्वाचन पश्चात संविधान संशोधन गर्ने कुरा व्यापक रूपमा चाहिँ अगाडि बढेको छ। मूलतः यसले संविधान संशोधन गर्ने नै हो पहिलो कुरा। संविधान संशोधन गर्ने क्रममा त्यसको धाराहरू उपधाराहरूमा के कुराहरू राख्नुपर्छ भन्ने कुराहरू छँदैछ। त्यो पछिल्लो समयमा हाम्रो आफ्नो तर्फबाट अगाडि ल्याउने नै छौँ, त्यो समस्या भएन। तर सबैभन्दा पहिलो कुरा संविधान बन्नुभन्दा, त्यसका धारा उपधाराहरू बन्नुभन्दा अघि एउटा प्रिन्सिपल, एउटा गाइडेड प्रिन्सिपल हुन्छ। त्यो केबाट चाहिँ निर्देशित गाइडेड हुन्छ अनि त्यसको चाहिँ एउटा आधारभूत सिद्धान्तहरू के हुन् भन्ने कुरा हुन्छ। अर्थात् त्यो संविधानको एउटा स्रोत हुन्छ। संविधान बन्नुभन्दा अगाडि एउटा स्रोत हुन्छ। त्यो स्रोत केबाट ल्याउने भन्ने कुरा हुन्छ। त यहाँनिर एउटा मजबुत, एउटा बलियो संविधान, अहिलेको संविधान चाहिँ मजबुत संविधान होइन। हामीले अगाडिदेखि नै भन्दै आएका छौँ र 72 साल असोज 3 गते लागू भएको दिनदेखि नै हामीले निरन्तर भनिरहेका छौँ, यो बलियो संविधान चाहिँ होइन। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता सहितको कुरा त आयो, त्यो नाम चाहिँ दियो, तर भित्रको चाहिँ त्यो बाहिरको खोल राखेर भित्र चाहिँ त्यो गुडी चाहिँ राखिएन। तसर्थ हामीले यसलाई आलोचनात्मक रूपमा हामी समर्थन गर्दै आएको कुरा चाहिँ के हो त भन्दाखेरि, जो नागरिक सर्वोच्चतामा आधारित संविधान, जो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई टेकेर आएको संविधान, जो नागरिक सर्वोच्चतालाई चाहिँ भनेको छ माथिल्लो लेभलमा, तर त्यहाँ भित्र चाहिँ पूर्ण चाहिँ त्यो अधिकार र अस्तित्वहरू चाहिँ स्थापित छैन। तसर्थ यो संविधान चाहिँ पूर्ण सक्कली चाहिँ होइन भन्ने कुरा। अब यो नक्कली र सक्कली के हो भन्ने खालको कुरा हेर्दाखेरि यो त अब हेर्दा उस्तै देखिन्छ, तर जब व्यवहारमा जान्छ तब मात्रै बल्ल त्यो थाहा हुने हो कि यो नक्कली हो कि सक्कली हो भन्ने कुरा। कुनै पनि सुन हो, पित्तल हो भन्ने कुरा हेर्ने बित्तिकै त्यो पहेँलो हुँदैमा त्यो ओरिजिनल नहुन पनि सक्छ। त्यो कसी लगाएपछि चाहिँ मात्रै त्यो थाहा हुन्छ भने जस्तै यो चाहिँ लागू भएपछि समाजमा अब अगाडि बढेपछि मात्रै त्यसले कसी लगाउँछ र निचोडमा पुर्याउने कुरा हो। त संविधानको स्रोतहरू एउटा हो। अर्को कुरा त्यसको आधारभूत एउटा फिलोसफी, एउटा दलहरू, जो चाहिँ एउटा पार्टीहरू, एउटा सङ्घर्ष, एउटा चाहिँ उद्देश्य, एउटा दर्शन बोकेर एउटा क्रान्ति गरेर अगाडि बढेको एउटा पार्टीहरूको पार्टीभित्रको चाहिँ जनताहरू, त्यो त्यहाँका चाहिँ समग्र चाहिँ जनता नागरिकहरूको एउटा भावना, एउटा स्पिरिटलाई समेटिएको हुन्छ त्यो संविधानमा र त्यो चाहिँ दर्शनद्वारा गाइडेड हुन्छ। पहिलो कुरा त्यो पार्टीको चाहिँ जो संविधान बनाउने जुन जिम्मेवार दिएको हुन्छ, जनताले चुनेर पठाएको हुन्छ र त्यो चाहिँ अब गाइडेड, त्यो चाहिँ तपाईँको त्यो पार्टीले कुन दर्शन बोकेको छ, कुन सिद्धान्त बोकेको छ, त्यसलाई आधारित बनाएर चाहिँ जनताले चाहिँ त्यसलाई भोट दिएर त्यहाँ पठाएको हुन्छ र त्यो दर्शनबाट चाहिँ मिलाएर त्यहाँ लगिएको हुन्छ। एक अर्को कुरा अब इतिहासहरू हुन्छ, अगाडिको चाहिँ धेरै अरू नजिरहरू पनि हुन्छन् र विशेष गरी चाहिँ इतिहास। यो माटो सुहाउँदो भनेको संविधान भनेको त एउटा समाज, मान्छेको लागि, समाजको लागि, एउटा राष्ट्र सञ्चालन गर्नको लागि, एउटा टेरिटोरियल एउटा सुरक्षा, त्यो व्यवस्थाको लागि बनाइने हो। अब नेपालमा दुई समुदाय छ, एउटा खसारे र एउटा मूलवासी समुदाय। अब मूलवासी समुदायहरू प्राय मङ्गोल रेसको समुदायहरू, त्यसपछि गएर आर्य रेसको समुदायहरू। अब यो दुईटा समुदायको भावना, संस्कार, इतिहास, त्यसको चाहिँ एउटा स्पिरिट फरक छ।
संविधानले चाहिँ के गर्न खोज्यो भन्दाखेरि त्यो सबै एउटै हो भनेर भन्न खोजेको छ। एउटै त हो मानव दर्जामा त्यो सबै कुरा एउटै त हो, तर त्यसको स्पिरिट फरक छ। र त्यस कारणले गर्दाखेरि त्यो माटो सुहाउँदो त्यो मूलवासीको एउटा चाहिँ परिस्थितिलाई, त्यो प्रिन्सिपललाई चाहिँ त्यो गाइडेड गरेर ल्याइएको छैन अहिलेको संविधान, जसले गर्दाखेरि यो कमजोरी हुन्छ। त्यो कमजोरीलाई टेकेर विभिन्न दृश्य अदृश्य शक्तिहरू चाहिँ त्यहाँ खेल्ने हो। त्यसो भएको हुनाले चाहिँ अबको संविधान संशोधन गर्दाखेरि चाहिँ यो स्पिरिटहरूलाई चाहिँ मिलाएर यो चाहिँ स्रोतहरू त्यसरी चाहिँ ल्याउनुपर्छ र बल्ल मजबुत हुन्छ भन्ने कुरा। यो कहाँबाट ल्याउँछ त भन्दाखेरि एउटा फिलोसफी, एउटा कुनै पनि पार्टी मान्छेहरू चाहिँ नागरिकहरू पार्टीमा समावेश हुन्छ। त्यो पार्टीको एउटा दर्शनले चाहिँ उनीहरूलाई गाइडेड गरेर चाहिँ त्यहाँ अगाडि बढाएको हुन्छ, भोट हालेको हुन्छ, चुनाव जिताएको हुन्छ र त्यसमा चाहिँ बल्ल त्यो घुमाएर त्यो चाहिँ फिलोसफीबाट चाहिँ फेरि त्यसले चाहिँ अब समग्र एउटा माटो सुहाउँदो, भूगोल सुहाउँदो, यहाँको जनता, यहाँको परिवेश सुहाउँदो एउटा उसलाई चाहिँ ल्याएर, स्रोतलाई ल्याएर कानुनबद्ध बनाउँदै उता धारा उपधाराहरू चाहिँ राखेर उतातिर लैजाने हो। र जब त्यो संविधान बन्छ, त्यो संविधान चाहिँ जब बनिसकेपछि त्यो व्यवहारिक हुँदै जाँदाखेरि त्यो संविधानवादमा लागू हुन्छ। संविधानवादमा गइसकेपछि अब त्यो जब व्यवहारिक पक्षमा सबैलाई समेट्छ, सबैलाई समेटेपछि मात्रै बल्ल अब लोकतान्त्रिक संविधान बन्छ। लोकतान्त्रिक संविधान भइसकेपछि अब लोकतान्त्रिक समाजवादको लक्ष्यलाई हासिल गर्ने गरी चाहिँ त्यो संविधान चाहिँ त्यता उन्मुख हुनुपर्ने हुन्छ, नत्र भने समाजवादी एउटा लक्ष्य हासिल हुँदैन। अहिले किन भइरहेको छैन त? समाज लोकतन्त्र त भन्छ, समाजवाद त भन्छ, तर लोकतान्त्रिक समाजवादको लक्ष्य चाहिँ किन हासिल गर्न सकेन यो संविधानले भन्दा यो संविधानको स्रोत भनेको चाहिँ अहिले बनेको टोटल संविधान नाम चाहिँ लोकतन्त्र धर्म चाहिँ प्रान्तीयता छ, त्यहाँ भित्रको चाहिँ सबै कुराहरू चाहिँ स्रोतहरू सबै ब्राह्मणवादमा आधारित छ। ब्राह्मणवाद सोच विचारमा चाहिँ त्यो आधारित छ, जो चाहिँ एउटा सामन्तवादी प्रथा, वर्णाश्रमी दलाल पुँजीवादी प्रथा हो। त्यसले चाहिँ के गर्यो भने समाजवादको लक्ष्यलाई चाहिँ हासिल नगरेर त्यसले के गर्यो, भ्रष्टाचारतिर गयो। त्यसपछि गएर चाहिँ त्यहाँ बेरोजगारतिर, अन्य अत्याचारतिर चाहिँ त्यहाँ गयो। त्यसले कुनै पनि न्याय दिन नसकेको परिणामस्वरूप फेरि चाहिँ क्रान्तिको प्रतिक्रान्ति त्यसरी चाहिँ अब अगाडि बढिरहेको एउटा सन्दर्भ हो। त्यस कारणले गर्दाखेरि अब बन्ने मतलब अबको संशोधित संविधानमा चाहिँ यो कुराहरूलाई चाहिँ एकदमै ध्यान दिनुपर्छ। सम्पूर्ण आम नागरिकहरूले र नेता नेतृत्व, युवा पङ्क्ति सबैले चाहिँ यो कस्तो बन्छ त हैन, यो त एउटा भविष्य लेख्ने हो, भाग्य लेख्ने हो चाहिँ यो त्यसमा चाहिँ मूल कानुनमा चाहिँ त्यसलाई चाहिँ राखियो भने मात्रै बल्ल सरकारको व्यवहार अनि सम्पूर्ण नीतिको व्यवहार चाहिँ बल्ल नागरिकहरूको सपना पुरा हुने, उनीहरूको रक्षा सुरक्षा, उनीहरूको स्वरोजगार, घाँसबासको ग्यारेन्टी, स्वास्थ्य शिक्षा सुरक्षाको ग्यारेन्टी, त्यो सबै कुराहरू बनाउने भनेर चाहिँ त्यो लेख्ने एउटा भाग्य लेख्ने अथवा त्यो सम्पूर्ण चाहिँ एउटा ऊ चाहिँ भविष्य चाहिँ उज्जवल भविष्य लेख्ने भन्ने कुरा चाहिँ एउटा संविधान अर्थात् मूल देशको मूल कानुनमा नै आधारित रहने हुनाले अबको यात्रा चाहिँ बडो सचेतपूर्ण ढङ्गले हामी एकदमै बढी चेतनशील भएर अगाडि जानुपर्ने अवस्थाहरू चाहिँ देखा परेको छ।